गाइज हामी चाहिँ खाजा खाँदैछ हेर्नु खाजा भन्नाले नास्ता हेलो भन कृतिका हेलो भन न हामी चाहिँ यहाँ खाजा खाँदै गाइज अब हामी कोठा सफा अब एकैछिनमा सफा गर्छौँ अझ धेरै काम छ ल अब म खाना खाएर कोठा सफा गरेपछि हजुर सब कुरा हुन्छ ल मैले चाहिँ अघि खाजा खानासाना खाएर हामी चाहिँ रेडी हुन के सफासफाइ गरेर रेडी हुन त लागि थियौँ हामी चाहिँ रेडी भइदिए बहिनीको मेकअप चाहिँ हेर्नुहोस् यस्तो रहेको छ मेरो गेटअप चाहिँ यस्तो रहेको छ अर्को बहिनी चाहिँ जानुहुन्न उस चाहिँ भोलि स्कुल जाने भनेर चाहिँ जाँदैन उता साङ्गे हामी त स्कुल भयो भने जाने हो के अरे यता चाहिँ छामा रेडी भइसक्नु भएको छ हेलो अब चाहिँ हामी अब उता साङ्गेको बाटोतिर गइसक्यो हामी चाहिँ गाइज रेडी भएर मामा घर आइपुगेको छौँ है साथीहरू गाइजहरू माइजूहरू अझसम्म रेडी हुनु भएको छैन यता हेर्नु चोटी भनेर फोन गरेर 10 चोटी भनिसके रेडी भएर बस्नु रेडी नै हुनु भयो अब चाहिँ लुगा मात्रै लाउनु छ अब लुगा मात्रै लाउँदैछु मामा चाहिँ सुते हुनुहुन्छ यतातिर ए उठ्नु नै हुँदैन यस्तै गर्नुहुन्छ यता भलात सुतिराख्नु अब चाहिँ हामी चाहिँ अब बजार गएपछि कुरा गर्छौँ राखेँ एकछिनको लागि गाइजहरू हामी चाहिँ अब स्कुटीमा ट्राभल गर्दै जान्छौँ साङ्गे चाहिँ यता मामाले चलाइराख्नु भएको छ यता चाहिँ छामा हुनुहुन्छ यता बहिनी यता बजे डराएर यता पछाडि हात राख्नु भएको छ गाइज हामीलाई लास्टै आँसु लागिरहेको छ तल पुगेर स्टार्ट गर तल पुगेपछि गर बजे एकदमै डराउनु भइरहेको छ ओरे यसो दिइराख्न पर्छ के लाउँछ कि गाइज हामी चाहिँ गणेशमान चोकतिर पुगिरहेको छौँ सानो मुढा किनिदियो भने त यहीँ नै बस्दो रहेछ कि के छ त मजा हावा लाग्छ नानी लाग्छ न लाग्दैन कि हावा पनि यो आयो गणेशमान देखाइदिउँ माइजू हुनुहुन्छ पछाडि बजे डराएर यता पछाडि आसम्म गएको छ हामी अब बुहारीको भर परे होइन बाङ्गे बस्दैछ सब्जीमा तरकारी लाइनमै पहिला उतै जाम अलिकति फेरि सामानहरू किन्न तेलहरू किन्न मैले अब चाहिँ हामी पहिला त मम्मीले चढाइदिउँ साङ्गेको बाटो देखाउँछौँ हजुरहरूलाई हालेर म जान्दैन कहाँ गाइज हामी चाहिँ खाजा खाना आयौँ बाहिर धेरै गरम भइरहेको थियो त्यही भएर हामी चाहिँ खाजा खाना आयौँ यता मामा हुनुहुन्छ पहिला दुब्लाएर लाग्छ हेर चाहिँ यति धेरै खानुभयो अघि नै हामी नआउँदासम्म कति धेरै खानुभयो बहिनीहरू फेरि उता बनाना सेकमा लडेको दुईजना माइजू यता खाँदै हुनुहुन्छ हेलो भनिदिनु माइजू यता छामा पनि लस्सी अस्सी तुसी मेरो जिउरो हिजो बोल्दैको मामा चाहिँले भाइले हेर्नु न तिम्रो कस्तो भयो तिम्रो यता यस्तो मिल्दै भयो तिम्रो मामाले बोलिदिनु भयो हिजो चियाले गरेर र अब चाहिँ हामी खान्छौँ खाएपछि अहिलेपछि भेट्छौँ विषयमा दुईटाको काण्ड हेर्नु त्यहाँ राम्ररी खा ऊ त हाल्न बनाऊ त बाबु हेलो हामीसँग आउनु घुम्न ए हाम्रो च्यानललाई लाइक सब्स्क्राइब शेयर गर्नु भन प्लिज न भन एकैछिनपछि भेटौँला भन न इबा एकैछिनपछि भेटौँला भन गाइज हामीले चाहिँ खाएर भ्यायौँ अब चाहिँ हामी साङ्गेतिर जान गएको छौँ अब चाहिँ अगाडि यो पेट कति नै खानु भयो होइन
फेरि खाएन म खान्छु खाँदैन तर धेरै खानु होइन एउटा टास्क दिनु न सबैलाई कि पत्ता लगाऊ यहाँ मध्येमा कसले खान्छ कमेन्ट गर्नु होला बहिनी फेरि झन् बहिनी र हामीले आइसक्रिम खाने हो ए यिनको मोमोमा 10 रुपैयाँ हुन्छ नि एउटा त मैले चोरो खाइदिएको थिएँ दुईटा मात्रै खाइदिएछौँ क्या लगाइ अब चाहिँ हामी जाँदैछौँ साङ्गे अब त्यतिखेर म अलिकति हजुरलाई भिडियो देखाउँछु साङ्गेको बाटो यो पानी वेस्ट गर्न भएन किनकि पैसा परेको राखेको छु अलिक पछाडि होला हामी चाहिँ अब 12 बजीतिर लाग्दै हौँ यस्तै हो त नि घामले गर्दा अब उतातिर होटेलतिर एकैछिन खानातिर लाग्यो गर्दा गर्दा ढिलो भयो के अरे केही छैन अब पुगिहालिन्छ एकैछिन उता अगाडि जानुभयो हामी चाहिँ अलिक पछि नै हौँ हामी पुग्ने लागिसक्यो बिहा धेरै त होइन भने जस्तै यहाँ चाहिँ मकैको चाहिँ बर्सात भएको छ गाइज हेर्नुहोस् होला गाइज हाम्रो त नअघि एक्सिडेन्ट भएन ऊ त्यो दाइले चाहिँ रङ साइड गाडी चढाउनु भयो धन्न हाम्रो एक्सिडेन्ट भएन धन्न बच्यो है अनि रङ साइड ल्याइदिएको त्यो रङ लिएर आउनु हुँदैन नि त्यही यो गाडी आयो भने आफ्नो ओके हुन्छ गाइज अब हामी यहाँ बारीसम्म लागिसकेको छौँ बारीसम्म बजारमा थुप्रो हुनुहुन्छ एक्लै बस्नुहुन्छ अब कुनै बेला हाम्रो बिदा भएको बेलामा हामी कहिले कसो जान्छौँ फ्यामिली लिएर रमाइलो गर्छौँ आमा पनि खुसी हुनुहुन्छ होइन छामा बजे पनि नरमाइलो लाग्छ होला उता एक्लै हुनुहुन्छ गाई बाख्रा त्यही भएर अब गाउँघरको घर चाँडै छोड्नु भएन पहिला त अब सहरभन्दा त पहिला त गाउँघर चलेको नि त त्यही भएर सहरभन्दा चाहिँ इम्पोर्टेन्ट चाहिँ गाउँघरै हुन्छ कि किनकि आफू जन्मेको त इच्छामा आफू जन्मेको हो लगाइज एकछिन कहाँ हो नि यो ठाउँ हो भन त यो सेरा हो हाम्रो सेराबाट हामी अलि अगाडि हामी ससुराली मामाको घर के ए अहिले होइन पछि खाने अब कति अब लगभग 5 किलोमिटर अब हामी चाहिँ रानीटार आइपुग्यो अगाडि जानु राति नहिँड्नु होला गाइस या त भुतले तर्साएर त बर्बाद गरिदिन्छ बर्बाद होइन त सामा साङ्गेको बास गाडी यो चाहिँ यतातिर चाहिँ आमाहरू बस्नुभयो गाडी कुल्दै अब हामी चाहिँ 12 बजी पुग्न लागिसक्यो धेरै बेर छैन यता चाहिँ 2टा गाडी हुनुहुन्छ के गर्दै हुन्छ थाहा भएन हामी चाहिँ एकैछिन अब मामालाई गर्छौँ सायद एकैछिन बस्छौँ हामी मामाहरूलाई खोज्न मामाहरू आउनु भएको होइन मामा माइजहरू हामी एकैछिन गर्छौँ गाइस साङ्गे चाहिँ आइयो फाइनली गाइस हेर्नु यतातिर चाहिँ नालीहरू बन्दै छ हेर्नु गाइस साङ्गे हामी पुग्यौँ
पछाडि बस्नु भयो भइसक्यो कालो पानी पर्ला जस्तो भइबे गाइस यस्तो राम्रो मौसममा यता पुरै आन्टीहरू बाहिर बस्नु भयो कामसँग आएर हामी चाहिँ साङ्गे पुग्यौँ अब अलि माथि मन्दिर छ त्यसपछि आयो छामको घर यस्तो दामी घर छ कि यहाँ फेरि गाउँघर भनेको त यस्तो हुनुपर्छ कि है सफा वा मकैबारी बजाइ चाहिँ अलि अगाडितिर बस्नु भयो यहाँ चाहिँ बहिनीहरू चाहिँ धेरै रमाहा बहिनीहरू यता फेरि मकैबारी तरम फेरि करम भने जस्तै यति धेरै मकै राम यताको गाउँघरमा फेरि धेरै खेती गर्नुहुन्छ कि खुसी है ए आयो जता नि मकैबारी तरम फेरि करम भने जस्तै मकै नै मकै पछाडि हेर्नुहोस् गाइस उताबाट बनाएको यहाँसम्म खतरा गाइस मैले कसरी बनाउनु यसरी बजाइ चाहिँ त्यहाँ बसिराख्नु भयो अघिबाट फाइनली हामी चाहिँ पुग्यौँ अब हामी माथि गएपछि देखाउँछौँ गाइस यता चाहिँ 12 यही हो यसकै अलिकति माथि हो 12 आइपुग्यो है 12 चाहिँ तल हो यता चाहिँ 12 घरतिर छामा गरी यता चाहिँ धेरै वनहरू हिँड्छ क्या त्यही भएर भन्नाले चितुवा यस्तै बाघहरू वनहरू छ त्यसैले अब चाहिँ हामी पुग्यौँ घर अझै अलिकति 5-6 मिनट हिँड्नुपर्छ है माइजू अझै त्यत्रो खाएको नि 2 मिनटमा तर अल्छी गरेर हिँड्यो भने त्यस्तै हो यी भ्यू चाहिँ खतरा यहाँको बिहानको भ्यू हेर्नुपर्छ बाबा लाग्छ हामी एक दिनलाई आएको अरे गाइज है यति धेरै खानेकुरा लिएर हामीले एक दिनमा भ्याउनौँ के हो कि होइन माइजू लाउनु त त्यही भएर सायद मलाई लाग्छ 2 दिन अझै 2 दिन नि होइन 3 दिन भनौँ न यहाँबाट त हामी 2 दिन बसेर जान्छौँ मलाई जाने भन्ने कुरा त्यस्तै हो कता जानु खरे अझै हामी स्विमिङ पुल फेरि भोलि भनेछ भोलि नभए पर्सि ए हामी त गएको गई घुमेको सब यो सोनमले गर्दाखेरि होइन गाइज होइन बजे फेरि एक्लै गाडीमा आउनुभएको थियो हो धन्न चाँडै आइयो धन्न पानी परेन गाइज है हजुर ल अब चाहिँ म माथि गएपछि लुगा फेरिसी भेटौँला साउनी आउँदै हुनुहुन्छ मिस थापा छेत्री हजुर चाहिँ के अरे ठकुर्नी कसको बुढी ए बङ्सिनी यता चाहिँ दुइटै माइजू छामाले बाइक निकाल्न सक्नु भएन गाइज मैले हुने भए त्यहाँ माथिबाट यस्तो गरेर चलाएर लिएर आइदिन्थेँ यहाँ माथिसम्म तर सक्नु भएन यतातिर चाहिँ यस्तो रुखहरू कस्तो छ गाई बहिनीहरू अगाडि गइबे अब म त अब माथि गएपछि भेट्छु लुगा फेरेर त म राखेँ ल हामी चाहिँ यहाँ साङ्गे पुगिरहेको छौँ यहाँको भ्यू हेर्न सक्नुहुन्छ यस्तो दामी अहिले चाहिँ हावा उडिरहेको छ यता हेर्नुहोस् कति फनी कति यति दामी मुभमेन्ट यहाँ हेर्नुहोस् गाइज यस्तो दामी हावा आएको नि यहाँ आइसी यही हो कि फाइदा हावा नि यस्तो मस्त है होइन त भाइजू धन्न ढले भएन केही हुँदैन हावा चाहिँ बबाला छ है गाइज हेर्नु खतरा यो चाहिँ किचन हो छामाको है यतातिर पकाउनुहुन्छ तर आज पानी पऱ्यो नि यतै बनाउनुहुन्छ आज बनाउँदै बेला हामी देखाउँछ यो चाहिँ हाम्रो सानोले बनाउनु भएको घर हो यो यता भित्र चाहिँ रुम छ रुम त के अरे नि रुम त ठिकै छ यता यो पुरानो घर हेर्नुहुन्छ गाइस म भित्र गएर
हेर्नु गाइज यतातिर नि किचन छ। यो चाहिँ बजेको बेडरुम हो। बजे यतातिर सुत्नुहुन्छ र यतातिर चाहिँ कुत्ती सुत्छ। यतातिर चामलहरू राख्नुहुन्छ। यता माथितिर चाहिँ धानहरू छ। धानहरू पिस्न जाने उतातिर लाइन जान्न भ्या गाइज। यतातिर चाहिँ हाम्रो सबै के अरे चाहिने भन्नाले खाना पकाउँदा फेरि उसहरू के अरे हाल्ने चिजहरू छ। र यता चाहिँ ग्यास, यता चाहिँ भाँडाकुँडा राख्ने। यताबाट चाहिँ हामीले उता लिएर जान्छौँ। र यो कुरा चाहिँ मैले देखाएँ बहिनी। हावा चाहिँ मस्त आए गाइज। यस्तो भवाल हावा कुनै ठाउँमा आउँदैन। भाइजूलाई यहाँ कति खुसी लागिरहेको भाइजू भन्नु त। ए खुर्सानी हेर्नुहोस् गाइज। यतातिर भेन्टा ऊ यता गाउँघरको फाइदा देख्नुभयो गाइज। भेन्टा यति धेरै आहा अनि कति मजाले आहा है। कति मजा भयो। मामालाई स्कुटी उस गरेर आउनुभयो, राखेर आउनुभयो। मामालाई पो झ्याउँछ स्कुटी किनेर नि के फाइदा। मामाले नै गुडाउनु भयो होइन त हो है। यो चाहिँ कोठा ल लाइने गएछ गाइज। अब अहिले पछि देखाउँछौँ। यताको नि लाइने गई भ्या केही हेर्न मिल्दैन। यताको त अलिअलि भने देखिया। यतातिर सुटकेसहरूमा पुरै कम्बलहरू ब्ल्याङ्केटहरू र सिरोगहरू छ। यतातिर नि खानेकुराको सामानहरू छ। यतातिर चाहिँ हाम्रो लुगा भ्याट्याङ बुतुङ भइरहेको छ गाइज। सबैजना यतातिर लुगा गरेर बस्नुभयो। यतातिर चाहिँ अब बाबा खै आमा बसेको बेलामा आमा चाहिँ हाम्रो घरमा यता चाहिँ एक्लै बस्नुहुन्छ। आमा चाहिँ हेलो हेलो गाइस भन्नु न हजुरले आमा होइन भन्नु न। भिडियो बनाएको के ढोग्नु भएको खेर ढोग्नु देखेर ल ल ढोग्दिनु म यस्तो भिडियो गर्ने म भिडियो हालिदिन्छु के। ए ल्याउनु त आमा हजुरको खुट्टा आमै जानु भएछ। ए सरी ल यता चाहिँ लड्नु यता ढोग्नु भएछ मैले। ए यस्तो बवाल हवा मामाको कपाल त फरर 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 उडेको छ। यता पनि मकैबारी धरेम मकै छ बिरालु। यतातिर चाहिँ अलिक वनको भन्नाले के अरे यो उसको डर छ कि 3 घण्टाको होला जस्तो है। 3 घण्टा जस्तो लाग्यो मलाई पनि। असिना पानी झरिरहेको छ यता। सबै यताजना इन्जोय गरिरहेको छ आफ्नै पारामा। म चाहिँ लुगा पनि चेन्ज गरिरहेको यस्तो असिना पानी यस्तो दामी के दामी झरेर असिना पानी। यता चाहिँ मामा सुत्न लाउनु भयो। माइजू